अन्तरिम सरकार गठनमा अलमल हुँदा अन्यल बढ्दो छुट्टा-छुट्टै समूहद्वारा सुशीला कार्की हर्क साम्पाङ र बालनको नाम प्रस्ताव कार्कीको नाममा सहमति जुट्ने सम्भावना संसद विघटन गरेर अन्तरिम सरकार बनाउन बालनको प्रस्ताव जेएनजीले प्रस्ताव गरेको पूर्व प्रधानाध्यक्ष सुशीला कार्कीको नाममा जनाए समर्थन काठमाडौँमा कर्फ्यूको खुलो बन्दै आज बिहान 6 बजेदेखि 10 बजेसम्म र बेलुकी 5 बजेदेखि 7 बजेसम्म आउट गर्न सकिने यात्रुहरू टिकट देखाएर विमानस्थलसम्म जान सक्ने नयाँ सरकारको नेतृत्वका लागि जंगी अड्डामा आज निर्णायक वार्ता राष्ट्रपति र प्रधान न्यायाधीश जेएनजी प्रतिनिधिहरूसँग आज पनि छलफल जारी राख्ने लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने राष्ट्रिय मानवाधिकार आयोगको भनाई कोही कसैले पनि हिंसात्मक कार्य नगराउन सबैमा आग्रह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू विषम परिस्थितिका कारण मंगलबारदेखि बन्द रहेको विमानस्थल तत्काल लागू हुने गरी खुलाइयो संयम संवाद र एकताले शान्ति समाधान पर्याउन कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आग्रह देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्न आग्रह जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सविता गौतमको सुझाव जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्ने भनाई प्रदर्शनमा ज्यान गुमाउनेको संख्या 30 पुग्यो 1000 बढी घाइतेको उपचार चल्दै पूर्व प्रधानमन्त्री चन्द्रनाथ खनालकी धर्मपत्नी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै जेएनजी आन्दोलनलाई समृद्धिमा केन्द्रित गर्न नेता नारायण काजी श्रेष्ठको आग्रह आन्दोलन ऐतिहासिक भन्दै सुशासन र भ्रष्टाचार विरुद्ध उठाइएको मुद्दामा समर्थन गरेको भनाई त्रिभुवन